सम्पूर्णमा नमस्ते। म टुपिकपुरको तर्फबाट आज हामी धारातोरीको तेल लिएर वीरगञ्जदेखि हेटौँडासम्मको यात्रामा छौँ। यो गडघडिया पोखरी एरिया हो। त्यसै गरी यो घण्टाघर हो, देख्न सक्नुहुन्छ। अब हामी घण्टाघरबाट अगाडि लाग्दैछौँ। यो घण्टाघर चाहिँ वीरगञ्जको प्रसिद्ध हो। जसरी परवानीपुर पुल आइपुग्यो, यो नितनपुरको टर्निङ हो भने नितनपुर एरिया अब आइपुग्न लाग्यो। त्यसै गरी आज हामी कम्पनीबाट जोडी जाँदैछौँ। अभिषेक भाइ र म आज आकाश भाइ नभएर अभिषेक भाइसँग जाँदैछ मसँग। त्यसै गरी हामी अब फ्याक्ट्रीबाट निस्किसक्यौँ। हेर्नुहोस् अभिषेक भाइले गाडी चलाउँदैछ हाम्रो। त्यसै गरी अब हामी पत्लैया एरिया आधाबार एरिया आइपुग्न लाग्यौँ। अम्बेसगञ्ज एरिया हो। यो चाहिँ भात खाने एरिया हो हाम्रो। साह्रै मिठो भात पाउँछ यहाँ। त्यसै गरी अब हामी 3 नम्बर पुल कट्दैछौँ भने चुरियामाई एरिया आउन लाग्यो। अब चुरियामाईलाई सबैले दर्शन गरेर जय चुरियामाई कमेन्टमा लेखिदिनु होला। त्यसै गरी हामी अब उकालो चढेर ओह्रालो झर्ने क्रममा छौँ। त्यसै गरी रातोमाटी एरिया कटेर अब हामी चाहिँ हाम्रो सामान आज 2टा गाडीमा, एउटामा बिल्कुल अर्कोमा धारा लोड गरेर आएको छौँ। अर्को भुरिया श्रीराम सबैजनामा